त्योभन्दा बढी जानुभयो भने के गर्ने? ओके ओके जस्ट एकदम, किनकि हामी लिडरसिप त्यही हो जसलाई हामी सिस्टमलाई फलो गर्छौँ र ड्रिम टिम एउटा यस्तो सिस्टम हो, एउटा यस्तो इक्जाम्पल हो जो इक्जाम्पल हामी बनाउन चाहन्छौँ। साथ दिनुहुन्छ? साथ दिनुहुन्छ? ओके 1 मिनट भरोसा गरेर माइक दिँदैछु है, भरोसा गरेर माइक दिँदैछु। 1 मिनट कट्यो भने तपाईँहरूले बेल हान्नु होला। पास्टर, मेरो नाम लुना राई, हाल दमक झापामा बसोबास गर्दै आइरहेको छु र अब पहिलाको पेसा भनेको मनोमनी कृषि नै हो, खेती किसान गरी गाविसमा मेरो जन्म भएको थियो। हाल म अहिले माङ्सेबुङ 5 इलाममा बस्छु र योभन्दा अगाडि म कृषि प्रधान देशमा म एउटा कृषक थिएँ, जहाँ म स्वास्थ्य मेरो मम्मीको सुगर र मेरो एउटा बच्चा बुढो भएको कारणले म स्वास्थ्य इन्कम चाहिँ लगभग 7,075 समथिङ र लास्ट इन्कम भनेको 1 लाख क्रस। तर यो म जहिले भन्ने गर्छु अप एन्ड डाउन भइरहेको रहेछ। म चाहिँ बिएमडुको सेवाको बारे मेरो घर छ यहाँको। सबभन्दा पहिला त म मेरो माताजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो पेसा चाहिँ म चाहिँ पहिला चाहिँ युरोप पोर्चुगलमा थिएँ र मलाई मेरो मम्मीले चाहिँ नेपाल भित्राएर पोर्चुगलबाट नेपाल भित्राएर म यो बिजनेसलाई अँगालिराखेको छु र मम्मीलाई सपोर्ट गर्दै म अगाडि बढिराखेको छु। र अहिले मान्छेहरू कति मान्छेहरू पासपोर्ट बनाएर पोर्चुगलतिर जाने, रोमानियातिर जाने, अब सरले भनिदिएर सरले भन्दै हुनुहुन्थ्यो रोमानियातिर लगन लागेर बस्नु छ सर भन्दै हुनुहुन्थ्यो। म चाहिँ त्यो ठाउँ छोडेर अहिले चाहिँ हेलिलिङमा आएर चाहिँ मैले एक त्यो ठाउँमा गरेर काम गरिरहेको छु। र त्यसपछि पछाडि चाहिँ म हाम्रो आरपी सर, मुकेश सर, दामोदर सर र मम्मी, त्यसपछि हाम्रो फ्यामिली बिजनेस भएको हुनाले हामी फ्यामिली सबै यसमा चाहिँ काम गरिरहेको छौँ। विगत 2 वर्षदेखि मैले पनि यसलाई अँगालिराखेको छु र मेरो इन्कम भन्नुपर्दाखेरि सुरुमा चाहिँ 243 मलाई मम्मीले चाहिँ भन्नुभएको 243, अहिले चाहिँ हामी फ्यामिली सबैको तर्फबाट 1,30,000 हाम्रो चाहिँ पर मन्थ आइरहेको छ। र जस्तै अहिले पोर्चुगलतिर जाने रहर छ, तर म त्यहाँबाट फर्केर यहाँबाट चाहिँ काम गरेर भोलि चाहिँ एउटा इतिहास, एउटा स्टोरी बनाउने छु भन्दै थ्याङ्क यू सो मच। भनेको धेरै ठाउँमा काम गरियो। सुरुमा खलासी गरियो, त्यसपछि इन्डियातिर गएर कहिले सेक्युरिटी चौकीदारी गर्दै आएको थिएँ र आजभन्दा ठ्याक्कै 3 वर्ष पहिला आइटी बनाएको थिएँ। काम सिरियसली भएर काम गरेको 1.5 वर्ष भयो र सेक्युरिटी काम गर्दै गर्दै यो सुरुवात गरेको थिएँ। पहिलो महिनाको इन्कम 128 रुपियाँको थियो। सामान किनेर युज गर्दा आफूलाई आएको थियो र अहिलेको हाइएस्ट इन्कम हेर्नुहुन्छ भने 85,000 85,000 को छ र अहिले कारफोन एचिभर, ट्राफोन एचिभर छु र धेरै जस्तो सरहरू मेम्बर पनि देखिरहेको छु, नयाँ पनि हुनुहुन्छ। र म एउटै सन्देश के दिन चाहन्छु भने जब एक म किसानको छोरा इन्डियामा गएर सेक्युरिटी गर्ने मान्छे आज नेपाल भित्रिन सक्छु, एराउन्ड महिनाको लाखौँ कमाउन सक्छु, आज गाडी किन्ने पैसा आउँछ, विदेश घुम्ने पैसा आउँछ भने तपाईँ पनि गर्न सक्नुहुन्छ। त्यसो ठुलो कुरा केही पनि छैन। बस सिरियसली भएर मेहनत गर्नुहोस्, यति नै भन्न चाहन्छु। थ्याङ्क यू सो मच। नमस्कार, गुड मर्निङ। गुड मर्निङ। म सुषमा ढकाल, डायमन्ड डाइरेक्टर, इटालीबाट बिलङ गर्छु। म विगत 3 वर्षदेखि हेलिलिङमा काम गरिरहेको छु। योभन्दा पहिले म स्कुलमा, यसभन्दा अगाडि चाहिँ मेरो प्रोफेसनको कुरा गर्नुपर्दाखेरि म सहकारीमा एज अ म्यानेजरको रूपमा पनि कार्यरत थिएँ र नेसनल लाइफ इन्सुरेन्सको अभिकर्ता पनि थिएँ। स्कुलमा आबद्ध मेरो लगभग 4 वर्ष भयो होइन। म त्यतिखेर पनि मैले थाहा पाउँदाखेरि होइन, जस्ट अहिले मेरो लेफ्ट साइडमा हुनुहुन्छ मुना राई होइन, मेरो स्पोन्सर अफलाई, उहाँसँग मैले धेरै क्वेसनहरू गरेको थिएँ। जस्तै एकदमै भाग्यमानी सम्झेको थिएँ मैले होइन। पहिला योभन्दा पहिला किन आएन, यदि हामीलाई यति धेरै अपर्च्युनिटिज छ, एउटा सामानै किन्दाखेरि हामीलाई 50% भन्दा ज्यादा बेनिफिट छ भन्ने कुरा बुझेर सँगसँगै मैले यहाँको भिजनहरू, ट्रेनिङहरू दिँदै गर्दाखेरि मेरो के माइन्डसेट भयो, मेरो उद्देश्य होइन, अब के चाहिँ भयो भन्दाखेरि फाइनेन्सियली फ्री होइन, जुन कि यहाँबाट स्वास्थ्य, सुन्दरता र हाम्रो 992 भने चाहिँ अहिले नेसनल 80,000 स्वागत गरौँ all the ground director on the stage.
गडगडाटले उहाँलाई रिसिभ गर्छु। उहाँलाई हार्दिक बधाईको साथमा हौला सामुदायिक उहाँको एउटा शब्दले मान्छेको लाइफलाई चेन्ज गर्न सक्छ। तर आज हामीसँग उहाँसँग अनुभव छ, लिडरसिप छ, एभ्रिथिङ छ। तर हामी समयले बाँधिएको छौँ, सिस्टमले बाँधिएको छौँ र जति ठुलो लिडरसिप छ त्यति नै तर सिस्टम छ, त्यति नै तर ट्रेनिङ छ र मलाई विश्वास छ कि उहाँ यो लिडरसिपमा हुनुहुन्छ र उहाँहरूको लेभलको सम्मान गर्दै उहाँहरूबाट सिक्ने बुझ्ने धेरै कुरा छ। र आज म उहाँहरूलाई समयको पाबन्दीले 2 मिनट मात्र दिन चाहन्छु। यो 2 मिनटको समयमा उहाँले आफ्नो नाम, पेसा र उहाँको मेसेज के छ त, जो नयाँ डिस्ट्रिब्युटरलाई, नयाँ आउन चाहनेलाई हेल्दी लिभिङमा उहाँले आफ्नो मेसेज के दिन चाहनुहुन्छ 2 मिनटमा तयार हुनुहुन्छ? यस, उहाँको कमिटमेन्टको लागि चाहिँ जोरदार ताली हुन्छ उहाँको लागि। ल म यहाँबाट सुरुवात गर्छु। थ्याङ्क यू सो मच सुरज सर। सबैजनालाई नमस्कार, गुड मर्निङ। मेरो नाम गणेश आले, म धरानबाट बिलोङ गर्छु र म यो हेल्थ लिभिङ कम्पनीमा जन्मिने 3 वर्ष अगाडिबाट आबद्ध छु। मेरो आवाज पछाडिसम्म सुन्नु भएको छ? ओके। र हेल्थ लिभिङ कम्पनीमा आबद्ध हुनुभन्दा अगाडि झन्डै दशकभन्दा लामो समय म दक्षिण कोरियामा रोजगारको सिलसिलामा थिएँ। त्यहाँबाट फर्किसकेपछि म निरन्तर यो कम्पनीमा आबद्ध छु र एकदमै सन्तुष्ट र खुसी पनि छु। र यो समयमा हाम्रो आजको होस्ट मित्रले जम्मा 2 मिनटको समय दिनुभएको छ। धेरै कुराहरू सेयर गर्नु थियो, तपाईँ 2 मिनटमा धेरै कुराहरू बोल्न सकिँदैन। आज हाम्रो बोल्ने दिन पनि होइन, खास गरी तपाईँले ब्यानरमा देखिराख्नु भएको छ, मुकेशहरूबाट हामी धेरै कुराहरू सुन्छौँ। तर म तपाईँलाई यति मात्रै भन्न चाहन्छु कि हजुरहरूले आज यो हलबाट बाहिर निस्किनुभन्दा अगाडि 2-3 वटा क्वेसनहरू तपाईँले आफूलाई गर्नुहोस् कि यदि तपाईँले हेल्दी लिभिङ कम्पनी जोइन गर्नु भएन भने के हुन्छ, पहिलो क्वेसन। दोस्रो कुरा, कतिपयलाई अहिले अलिकति डाउट पनि भइरहेको होला, हेल्दी लिभिङ त जोइन गरौँला तर सफल भइएला कि नभएन। कतिजनालाई त्यस्तो भएको छ, त्यस्तो शङ्का लागेको छ? यदि तपाईँलाई त्यो शङ्का छ भने पनि सफल भइँदैन कि भन्ने तपाईँलाई डाउट छ भने त्यो छुट पनि छ। यदि तपाईँ र तेस्रो प्रश्न, यदि तपाईँले हेल्दी लिभिङ जोइन पनि गर्नुभयो, सफल पनि हुनुभयो भने के हुन्छ? यो 3टा क्वेसनको एन्सर तपाईँले आफूले आफूलाई सोध्नुहोस्। पहिलो प्रश्न, हेल्दी लिभिङ जोइन गर्नु भएन भने के हुन्छ? केही पनि हुँदैन, होइन? तपाईँको केही बिग्रिनेवाला पनि छैन, केही सफ्रिनेवाला पनि छैन, किनभने आजसम्म जे गरिराख्नु भएको छ रिजल्ट त केही नै आउने हो। त्यो भएकोले केही सफ्रिँदैन पनि, केही बिग्रिँदैन पनि। हेल्दी लिभिङ जोइन गर्नु भएन भने केही पनि हुँदैन। दोस्रो कुरा, यदि हेल्दी लिभिङ कम्पनी जोइन गर्नुभयो र सफल हुनु भएन भने तपाईँको के बिग्रिन्छ? अहिलेसम्म दाँत त माझिराख्नु भएको छ, होइन? सेम्पू त लगाइराख्नु भएको छ, चिया खानुहुन्छ, तेल खानुहुन्छ भने अहिलेसम्म तपाईँले जे गरिराख्नु भएको छ त्यसलाई ब्रान्ड चेन्ज गर्दैन हो, केही पनि बिग्रिनेवाला छ त? यदि सफल भइएन भने केही बिग्रिँदैन। र तेस्रो कुरा, यदि तपाईँ हेल्दी लिभिङ कम्पनी जोइन पनि गर्नुभयो र सफल पनि हुनुभयो भने के हुन्छ? यस्तै हुन्छ, त्योभन्दा अझै धेरै हुनेवाला छ। यदि तपाईँले हेल्दी लिभिङ कम्पनी जोइन गर्नुभयो र सफल हुनुभयो भने यस्तै ड्रिम लाइफ, अझ योभन्दा यो त कास्टी हो, रियल ड्रिम त अझै आउने बाँकी छ, त्योभन्दा पनि अझ बेटर लाइफ चाहिँ तपाईँ हाम्रो हुनेवाला छ। सो यो 3वटा क्वेसनको एन्सर तपाईँले आज यो हलबाट बाहिर निस्किनुभन्दा अगाडि आफूले आफूलाई सोध्नुहोस् र डिसिजन गरेर जानुहोस् भन्न चाहन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। गुड मर्निङ, नमस्कार। म हरि अधिकारी धमन पुरेल छु। सर्वप्रथम हाम्रो यस कम्पनीका मेन्टर गुरु हाम्रो टेम्पल सलाम गर्न चाहन्छु र मेरो सक्छौँ, किन भन्दाखेरि हाम्रो हरेक समस्या बढिरहेको छ, देशको आर्थिक अवस्था गाह्रो छ। त्यसैले गर्दा तपाईँ हामी जति पनि यो सिस्टममा आएका छौँ सबै हामी एक
भएर अघि बढौँ भन्दै यहाँ संविधानमा चाहन्छु। हस्त नमस्कार। थ्याङ्क यू सो मच सर। नमस्कार।